हेलो मसँग धेरै छैन 5 मिनट मात्र टाइम छ के गरौँ भयो त्यसपछि म साथीलाई प्र्याङ्क कल गर्दैछु के लेट्स लिसन हर रियाक्सन है त कल जान्छ कि जान्न 5 मिनट पनि छैन हो मसँग अघि बिजी छु भन्थे उठाउने होला हेलो हजुर हेलो बहिनी कहाँ हो तपाईँ हजुर म यता बाहिर छु को बोल्नुभयो कहाँ हुनुहुन्छ र हजुर आजकल कहाँ बस्नुभएको छ र हजुर को बोल्नुभयो र चिन्नु भएन अस्ति नै मसँग पैसा सापट लिनुभएको थियो नि हजुरले को बोल्नुभयो र हजुर एकपटक सम्झिनु न हजुरले मैले त कतिसँग पैसा ताबले लिँदिनँ म किन सम्झिन्छ नि ओहो जो छ उसको ठुलो स्वर है हजुरको नम्बर चेक गर्नु न है पहिला नाइ नम्बर ठिक छ निशा भुसाल हो नि हजुर मलाई थाहा छ नि त हजुर अनि हजुर आफैले लिनुभएको थियो बिर्सिनु भयो कहिले ताबले लिएँ पैसा फेरि कति लिएँ भन्नु त 2000 कहिले लिएँ त हजुरसँगबाट ताबले खोइ भयो होला 6-7 महिना त भयो हजुर को बोल्नुभयो नाम भन्नु त सुन्तली खाओ माँ कसम मैले सुन्तली भन्नुपर्छ चिन्दैन मैले फेरि तापट्टि म कसँग लिँदिनँ नरेको भए मैले हजुरलाई कल नै गर्थेन नि त हजुर केदेखि कसरी बोल्नुभयो भन्नु न को हुनुहुन्छ राम्रोसँग आफ्नो चिनारी बताउनु न मलाई कसरी चिनाउने हो र हजुरले यति फोन गर्दा पनि नचिनेपछि हजुरले फर्स्ट टाइम फोन गर्नुभयो मलाई हजुरले कतिपल्ट भन्नुहुन्छ छैन मैले हजुरलाई किन फर्स्ट टाइम गर्ने गरिसकेको म अरू पटक नि हजुरले चेक गर्न सक्नुहुन्छ नि त ल म्याम म हजुरलाई क्युआर पठाइदिन्छु हालिदिनु है मेरो काम छैन क्यारे है मैले पैसा नलिकन म किन पठाइदिनु त लास्टमा उसले मलाई चिन्यो अनि म कल काटेँ मलाई डर लाग्यो कि त्यसपछि के बोल्ने भनेर होइन अनि मैले प्रिपेरेसन केही पनि गरेको थिएन त्यही भएर त्यहाँभन्दा अगाडि के बोल्ने भनेर मलाई आउँदा पनि आएन अनि मैले राखेँ थ्याङ्क यू फर वाचिङ गाइज